रूपमा हेर्ने हो भने कोसिस हस्पिटल धेरै राम्रो लाग्यो हामीलाई। बिरामीहरूको औषधि उपचारहरू छिटो छरितो, अनि त्यसपछि डक्टरहरू अनि त्यसपछि सिस्टरहरूले गर्ने व्यवहार सबै राम्रो छ। अनि जे होस् हामी खुसी छौँ। हामी सुदूरपश्चिमको धनगढीबाट उपचार गर्न आयौँ। अनि जति छिटो हाम्रो चाहिँ अपरेसन भयो त्यति चाँडो सन्चो होला जस्तो पनि छ। त्यो भएकोले हामी असाध्यै खुसी छौँ। यहाँको चाहिँ समग्र कोसिस हस्पिटल परिवारलाई हामी आभार प्रकट गर्न चाहन्छौँ। हामी असाध्यै खुसी छौँ। ठिक छ, राम्रो डक्टरले चाहिँ अब हामीलाई समयमा सुझाव सल्लाह पनि दिइराख्नु भएको छ। फोन कन्ट्याक्ट गरेर पनि बिरामीको बारेमा सोधपुछ गरिराख्नु भएको छ। जे होस् डक्टरसँग हामी खुलेर कुरा गर्न सक्छौँ, किनभने कतिपय हस्पिटलहरूमा हामी डक्टरसँग बोल्न सक्दैनौँ। बिरामीहरूले डक्टरसँगको सम्बन्ध अलिकता टाढा भएको महसुस गर्ने, तर हामीले त्यो महसुस भएन। किनभने डक्टरसँग हामी निरन्तर अब प्रत्यक्ष भेट गरेर उहाँसँग चाहिँ फोन कन्ट्याक्ट गरेर पनि हाम्रो चाहिँ सम्पर्क भइराखेको छ र उहाँले चाहिँ बिरामीको हालखबर सोधिराख्नु भएको छ। त्यो भएकोले पनि हामी डक्टरदेखि सन्तुष्ट छौँ। ठिक छ, यहाँ कोसिस हस्पिटलको मसिन अत्याधिक राम्रो मसिन देखियो। अनि त्यसपछि गएर चाहिँ हामीलाई विश्वास पनि लाग्यो, भरोसा पनि लाग्यो। त्यो भएकोले चाहिँ हामीलाई के लाग्छ भने यो कोसिस हस्पिटलमा अपरेसन गरेपछि अनि अन्य हस्पिटलको जस्तो कुर्नु पर्दैन। सरकारी हस्पिटलमा लामो समयसम्म कुर्नुपर्छ, त्योसम्म बिरामीको अवस्था पनि जटिल हुने, त्यो भएकोले चाहिँ गाह्रो हुने, छिटो छरितो हुने। त्यो भएकोले चाहिँ अब हामीले पैसाको लोभभन्दा पनि बिरामीलाई बचाउनुपर्छ भन्ने मान्यताका साथ हामीले जुन किसिमको सुविधा पायौँ त्यो सुविधाबाट हामी एकदम खुसी छौँ। त्यसो भएकोले चाहिँ कोसिस हस्पिटलले जुन किसिमको सेवा सुविधा दिएको छ एकदम राम्रो छ।